हेलो नमस्ते सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज बिहानै म सब्जीबारीबाट भिडियो स्टार्ट गर्दैछु साथीहरू। हेर्नु न बोडी कति लामो फलेको के अचम्मै छ हो। यता फर्सीका मन्टाहरू। तर हाम्रो बोडी चाहिँ अब फल्न लाखा, धेरै राम्रो फल्न लाखा के। यस्तो मजाले हेर्नु न। तर यस्तो हुन्छ बिचमा के हुन्छ यस्तो खालको के भएर हो, के को कमीले गर्दा थाहा छैन। अनि सागहरू पनि धेरै राम्रो छ के हाम्रो, धेरै फलिरहेको नि त। अनि यहाँ छ अझै लामो बोडी त, यहाँदेखिबाट लिएर कस्तो लामो के हेर्नु त बाबा। अनि यति लामो नि हुन्छ र, तर फल्दो रहेछ कि यस्तो लामो बोडी फल्ने के। यो लामो खालको बोडी दुईटा टिप्ने नि हामीलाई त पुगिहाल्छ। यो साग फेरि यसै नोक्सान भइरहेको के, धेरै भएर साग नोक्सान भइरहेको। यता हाम्रो घिरम्ला चाहिँ फुल्दैछ, अब फल्ला। एउटा त फलिसक्यो अस्ति नै। अनि घाँसहरू पनि त धेरै छ नि त। आजको काम बारीमा गर्नुपर्छ दिनभरि। त्यता पनि छ घिरम्ला, यता घिरम्ला छ। घिरम्लामा पतेरा लागिसकेछ, तर के गर्ने चाहिँ छ त्यसैमा। ओहो बढी त यहाँ पनि आम्मा नि, यहाँ त कति धेरै फलेको हे नि। तर लामो बोडी फलिरहेको अहिले है। यता पनि रहेछ, तर बोडी त धेरै छ त। कति खाने होला है, कमेन्ट गर्नु होला कोलाई मनपर्छ। अनि यता हाम्रो यो फर्सीको मुन्टा के, मैले फर्सीको मुन्टा अन्त सर्ट भिडियोमा त राखिरहेको छु। तर हेर्नु त कस्तो राम्रो हिँडालेको छ फर्सीका मुन्टा। कति खाने आजभोलि त जति खाने छ। घिरम्ला यता पनि यो पछि फल्ने घिरम्ला रोपेको यसलाई, त्यो छिटो फल्ने, यो पछि फल्ने घिरम्ला। अनि हाम्रो ड्राइगन त्यहाँ त्यत्रो भइसक्यो। खुर्सानी त मरिसक्यो यहाँ। अब यता धेरै दिन भयो नि त म बारी भिजिट नगरेको। यहाँ मकै फेरि कस्तो ठुलो भइसक्यो, पानी आयो नि त आजभोलि। त्यसैले गर्दाखेरि यहाँ मल बनाएको हामीले यसरी। यता मकै रोपेछु मैले, यस्तैमा भए पनि मकै उम्रिन्छ के गर्छ। यता पनि छ फर्सी है हाम्रो। फर्सी धेरै जताततै छ, तर घाँसै घाँस भयो। ओखो यहाँ त खुर्सानीलाई त असर गरेछ। यस्तो यहाँ झेक्रा राखेको नि त। यो खुर्सानी के यस्तो पाकेछ कि यहाँ त। नि खुर्सानी पाकेछ हेर्नु त। तर खुर्सानी पाकेछ है। न यसलाई यस्तो घाँसमा छ कि, न यसलाई घाँस गोड्दिने न केही यस्तो खुर्सानी फलेछ कि। यस्तो पाक्न जाने यहाँ फलिरहेको। हामीले यसलाई यस्तो घाँसमा छ कि यहाँ खुर्सानी फल्छ, तर फल्दिन भन्न मिल्दिन। फलेर यहाँ प्रमाणित गरिरहेको छ खुर्सानीले। यताभरि सबै मैले रोपेछु मकै बारीमा। यस्तैमा मकै रोपेछु नि त। यहाँ छ फर्सी, अब यो पनि खानुपर्छ, सबै खानुपर्छ। हामीले खानु त खानु हो, तर धेरै फलिरहेको नि त। अब यो घिरम्ला नै आजभोलि फल्ने घिरम्ला, यो पनि छिट्टै फल्छ है। यताको बोडी त खाएर सक्यौँ, अलिअलि फलेछ नि त। फेरि यता मकै रोप्नुपर्छ, यता काम गरेर भइया। यहाँ नि छ फर्सी, तर घाँसभित्र छ। अनि यता काँक्रा नि छ। यता मकै पाकिसक्यो। ल अब अर्को बोडी मैले देखाउँछु है। यहाँ त कालो बोडी फलेको हाम्रोमा त। यस्तो कालो बोडी, यो त्यो लामो बोडी भन्दा यो कालो बोडी झनै राम्रो फल्छ, मिठो हुन्छ अरे के। फल्छ भन्दा नि फल्न नि फल्छ, तर मिठो पनि हुन्छ यो कालो बोडी भनेर यसरी मैले यो बोडी रोपेको। तर यस्तो भइरहेको, किरा लाग्यो कि। अहिले जे चिजले पनि औषधि भिटामिन भन्छ, हामी फेरि त्यो भिटामिन नराख्ने भनेर के। यसरी यो भित्र साग के, यो लोडे साग भन्छौँ त्यो हामीले, यो धेरै छ नि त। त्यसैले गर्दाखेरि यस्तो छ। अब यहाँ मकै रोप्नुपर्छ खनेर। ओहो यहाँ मैले प्याज रोपेको ठाउँमा गोडेको नि त। यहाँ धेरै छ प्याज, फेरि यत्रो छुटेको छ। यसलाई लगेर आज खानुपर्छ। कस्तो छ प्याज। अनि यहाँ नि काँक्रा छ कि रहेछ नि त, तर यो काँक्रा चाहिँ के भयो थाहा छैन है मलाई।
टमाटर हाम्रो सकिसक्यो। यस्तो फलेको टमाटर टमाटर काफल पाके नै पाके नि त काफल मलाई थाहा छ काफल। तर यहाँ काँक्रा किन फलेन कि एक दुईटा त फल्यो अनि त्यसपछि फलेन के मैले दिनदिनै हेरिरहेको छु तर खाने चिज चाहिँ छैन यहाँ। हाम्रो काँक्रा किन फलेन मैले दिनदिनै हेरिरहन्छु है काँक्रालाई भने मलाई काँक्रा धेरै मनपर्छ। अनि हाम्रो करेला के एउटै बुटो छ तर कति धेरै फल हामी धेरै खाइसक्यौँ। करेला भन्ने कुरा धेरै खाइसक्यौँ। साथीहरू हजुरहरूलाई मनपर्छ कि नै? हामीलाई त मनपर्छ। यही मेरो बारीको सब्जी थोरै छ बारी त्यसैमा पनि यसो उसो गरेर सबै चिज रोपेर अनि यहाँ पनि मलको हाम कि हामीले मल त चाहिन्छ नि त सब्जीका लागि जसरी पनि चाहिन्छ। मल नभइकन त सब्जी हुँदैन। यस्तो यस्तो छ के बोडी धेरै लामो लामो फलेको। हस् अब यही मुन्टा कति देखाइरहने हो। यो मुन्टा मलाई धेरै मनपर्छ के त्यही भएर यही मुन्टा देखाइरहेको छु मैले त। हस् आजलाई यति भन्दै म बाई बाई भन्छु। हस् त बाई बाई।